दुबईबाट बोलिरहेको छु है। सबैलाई नमस्ते छ। आज एउटा प्रश्न गर्न मन लाग्यो तपाईँहरूलाई। नेपालमा म हुँदाखेरि यो कुकुरले टोक्दा चाहिँ मैले ऱ्याबिसको इन्जेक्सन लगाएको छु। अनि बिरालोले टोक्दा पनि ऱ्याबिसको लगाउनु पर्छ अरे भन्नाले घरपालुवा होइन कि बाहिर जङ्गली कुकुर अथवा त्यतिकै छाडा कुकुरहरूले टोक्यो भने के गल्ली गल्लीमा हिँड्ने कुकुरहरू बिरालोहरू हुन्छन् नि, तिनीहरूले काटे चाहिँ लगाउनु पर्दो रहेछ ऱ्याबिस। मैले लगाएको पनि छु। तर हिजो कस्तो भयो भने हिजो चाहिँ तपाईँको म बेडमा सुतिरहेको अवस्थामा कहाँबाट मुसा आएर मेरो कानमा ट्याक्कै टोक्यो। अनि जुरुक उठेपछि उछुट्टिएर उता गयो बिराल, के अरे त्यो मुसा होइन। अनि त्यसपछि यसो कान हेरेको ब्लड आएछ। कान किडिक्क टोकेको थियो, दुईवटा दाँत गडा छ कि देखाउन मिल्दैन, यहाँ पछाडिपट्टि हो। अनि त्यसपछि अब ब्लड आइसकेपछि मेरो फेरि बानी गुगलमा जहिले सर्च गर्ने बानी छ। अनि गुगलमा सर्च गरेको, अब कुकुर र बिरालो जस्तो ऱ्याबिस त लगाउनु पर्दैन, टिटनस लगाउनु पर्छ, त्यो पनि डक्टरलाई भेट्दा राम्रो हुन्छ भनेर गुगलले भन्यो। गुगलले भनेपछि म हस्पिटल गएँ। नभन्दै ठोकिदियो त मलाई, इन्जेक्सन ठोकिदियो। ऱ्याबिसको लगाइदियो, मुसाले टोकेर पनि ऱ्याबिसको इन्जेक्सन लगाएँ मैले। टिटानसको एउटा लगाएँ, अनि दुईवटा चाहिँ ऱ्याबिसको लगाएँ। अझै दुईवटा बाँकी छ, एक हप्तापछि एउटा अनि 21 दिनपछि एउटा। भनेको चाहिँ डक्टरले चाहिँ मेरो सेफ्टीको लागि नै गरेको होला, लगाउँदा राम्रो हुन्छ लगाऊ भन्नुभयो नि त। एक हिसाबले राम्रो पनि हो। मैले यो भिडियो बनाउनुको अर्थ चाहिँ हाम्रो नेपालमा मुसाले तपाईँको काट्दाखेरि, मुसाले टोक्दाखेरि तपाईँले ऱ्याबिसको इन्जेक्सन लगाउनुहुन्छ र लगाउनु होला है नेपालमा त। किनभने मैले पनि अनुभव छ, मेरो साथीभाइहरूले कहिलेकाहीँ मुसाले टोको यार भन्दाखेरि त हस्पिटल गएको कहिले थाहा पाएको थिएन। तर यहाँ चाहिँ लगायो। तर दुःखको कुरा चाहिँ मेरो इन्सुरेन्स क्लेम भएन फेरि। अब डक्टरको परामर्शको लागि होइन, डक्टरको काउन्सिलिङको लागि चाहिँ पैसा लाग्दो रहेछ 200 दिराम। 200 दिराम चट्टै गयो। तर ऱ्याबिसको चाहिँ अब फ्री नै हुँदो रहेछ। तर अब काउन्सिलिङको लागि 200 दिराम चाहिँ लियो। अब अर्को हस्पिटलमा जाउँ भने काउन्सिलिङको लागि इन्सुरेन्स कभर हुन्छ, तर फेरि त्यहाँ फेरि ऱ्याबिसको इन्जेक्सन पाइनँ। त्यस्तो झ्याउ समस्या भएको थियो मलाई। मैले अब तपाईँलाई सोध्न खोजेको चाहिँ नेपालमा चाहिँ मुसाले काट्दाखेरि ऱ्याबिसको इन्जेक्सन लगाउनुहुन्छ होला नेपालमा? मलाई कमेन्टमा जानकारी दिनु है त। धन्यवाद छ, थ्याङ्क यू।